दङ्गाली भइसकेपछि फेरि रोटी त बनाउनै पर्यो नि हैन। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ के गरिरहेको भनेर हेरिराख्नु भएको छ भने यो चाहिँ मेरो बहिनीको बिहेको लागि रोटी बनाउन लागेको। हाम्रोतिर चाहिँ एकदमै धेरै रोटी पकाउने चलन हुन्छ दाङतिर चाहिँ। अनि हामीले बिहेको रोटी भएको भएर हामीले टिका लाएर सायद गरेर रोटी बनाउन सुरु गरेको। अनि ठुलममले चाहिँ मेरो छोरीलाई टिका लगाइदिँदै हुनुहुन्छ फर्स्टमा। धेरै ठाउँतिर चाहिँ यसरी धेरै फेरि रोटी बनाउने चलन छैन होला, तर हाम्रो दाङमा चाहिँ एकदमै धेरै रोटी पाक्छ। किनभने हामीले चाहिँ छोरीको घरतिर पनि रोटी पठाउँछौँ अनि आफ्नो घरतिर पनि सबैजनालाई सगुन खाना दिने आएको मान्छेहरूलाई, अनि पछि आफ्नो नेबरमा पनि रोटी दिने कल्चर हुन्छ। रिलेटिभ्समा पनि रोटी बाट्ने हाम्रो कल्चर हुन्छ। त्यही भएर हामीले चाहिँ एकदमै धेरै पकाउनु पर्छ है रोटी। अनि एक किसिमको मात्र हैन नि, धेरै धेरै किसिमको पकाउनु पर्छ। तर मैले आज यो फिनी रोटीको मात्र भिडियो बनाएर आएको छु। यो दिनमा चाहिँ हामीले फिनी मात्रै पकाउन भ्यायौँ नि त, अनि एकदमै धेरै पकाउनु पर्छ अनि गाह्रो पनि हुन्छ नि त। अनि बेहुलीलाई पठाउने भनेर हामीले रङ्गी बिरङ्गी रोटी पनि बनायौँ। यस्तो रोटीहरू चाहिँ हामीले यस्तो कलरफुल रोटीहरू चाहिँ हामीले दुलानमा पठाउनु पर्ने हुन्छ। त्यही भएर यस्तो धेरै हैन, थोरै थोरै चाहिँ यस्तो कलरफुल रोटीहरू पनि बनाएको थियौँ। थ्याङ्क यू सो मच फर वाचिङ।